जीवन चाहिँ जिब्रोमा छ, मृत्यु पनि जिब्रोमा छ। हामी के कुरालाई घोषणा गर्छौँ, के कुरालाई हामी धेरै चर्चा गर्छौँ। एउटा घटना, हाम्रो गाउँमा छोरा मर्यो 19 वर्षको। हाम्रै छिमेकी, रोग पनि लागेको थिएन। बिहान आमा उठ्ने अनि हामी सबै गाउँलेले अनुसन्धान गरेछ। अनि आमाले के भन्नेछ छोरालाई, कुलङ्गार। अब यो भने मलाई नै राम्रोसँग व्याख्या गर्न आउँदैन। कुलङ्गार, अब के अब त्यो यहाँ ब्ल 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 यहाँ भन्न मिल्दैन। कुलङ्गार त मरे भई हुन्थ्यो। बिहान पनि 5 मिनट, फेरि छोराको पारा पनि त्यस्तै रहेछ। फेरि दिनभरि घुम्ने, अनि 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 आमाले पैसा नदियो भने चोरेर लाने, अनि खाना पकायो भने, मासु पकायो भने सबै सोरेर खाने, आमालाई बुवालाई पनि नराख्ने। छोरा पनि फेरि हुन त कुलङ्गार नै रहेछ बानी त, होइन? कुलङ्गार त मरे हुन्थ्यो, यस्तो जन्मे। बिहान त्यो आमाको कुरा चाहिँ के छ, 10 मिनट 5 मिनट जहिले उसको चाहिँ अब त्यो श्राप दिया हो कि आशिष दिया हो कि अब त्यो मन नपरेर भने हो कि अब त्यो बुझ्दा त त्यो श्राप नै हो नि त, होइन? त्यो गर्दा 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 छोरो मर्यो। त्यसपछि फेरि छोरो मर्यो, पिरो भयो, आमा पनि धेरै बाँचेन, आमा नि मर्यो। सत्य घटना। अनि बाइबलले भन्छ श्राप दिनेलाई आशिष दिनु। आमा किन मर्यो? आमाले पनि त्यो श्राप बोल्दा 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 त्यो श्राप चाहिँ कहाँ आयो? आमामा पनि आयो। अनि आज के तपाईँले आफ्नो छोराछोरीलाई यो भन्ने मान्दैन, यो टेर्दैन, यो के ब्ल ब्ल ब्ल, स्टप गर्नुपर्छ। त्यो कुरालाई हामीले रोक्नुपर्छ। यहाँ वचनले भन्छ हितोपदेश 18:21 जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानुपर्छ। योनाको पुस्तकमा हामी हेर्दछौँ, योनालाई निनावे जा भनेको त हो नि। तर्सिसतिर गयो, त्यहाँ निनावेको सहरलाई एउटै कुरा हो, गएर बोल्दै अटेरी भएर बस्यो। माछाको पेटमा जाने, घरि कता लास्टमा गएर निनावे सहरलाई बोल्दाखेरि बाँच्यो। कहाँबाट बोल्यो? जिब्रोबाट बोल्यो, जिब्रोबाट। तपाईँ र मैले विश्वास गर्ने प्रभु येशूले जब भोकाएको थियो अनि अन्जिरको रुखलाई हेर्नुभयो, अनि अन्जिरको काम के हो? फल दिने हो। फल भेट्टाएन, प्रभुले श्राप दिनुभयो। अनि एकछिनपछि पत्रुस चेलाहरूले, गुरुले त भन्न त भन्यो कतिको शक्ति रहेछ, यस्तो घुमेर गए, आच्छा सुकेछ। चेक पनि गर्छ चेलाहरूले, चेक पनि गर्छ है। जति म बोल्छु मलाई पनि चेक गर्छ, तर म चाहिँ चेक गर्न दिन्छु। हामी चाहिँ बन्द किताब होइन, खुल्ला किताब बन्नुपर्छ। जे हो त्यो कुरा बोल्छौँ। सुन्नुहोस्, त्यहाँबाट हामीले हेर्दछौँ भने प्रभु येशूको जिब्रोले यस्तो यस्तो कुरा बोल्थ्यो। जब 13 वर्षको उमेरमा यरुसलेममा जाँदै थियो गणना गर्नको निम्ति, हरायो 3 दिनसम्म। बुवा आमा कहाँ गयो? आमाले भन्यो, बुवाले भन्यो, कहाँ गएको? तपाईँलाई थाहा छैन म पिताको घरमा छु भनेर? यरुसलेम मन्दिरमा गएर पुरै प्रचार गरे, तपाईँको छोरा हो योसेफ। कस्तो बुद्धिजीवी कुरा गर्छ। हामी त दङ्ग पऱ्यो, व्यवस्थाको कुराहरू पनि फटङटङ बोल्छ, सबै कुरा जानेको, व्यवस्थाको कुराहरू जानेको, धर्मको कुराहरू जानेको। त्यति मात्रै नभइकन येशू प्रभुले थुप्रो कुराहरू, लाजरस मरिरहेको थियो, यही जिब्रोले। यहाँ भन्छ जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ। हामी सबैले भन्नुहोस् त, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ। हामी दुईचोटि भनौँ त, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ। हालेलुया। लाजरस मरिरहेको थियो त्यो ठाउँमा त प्रभु येशूलाई ढुङ्गाले हानेर खेदेको हो नि त चेलाहरूलाई। लाजरस मर्यो, येशू रुनुभयो। थाहा छ येशू रुनुभयो। चेलाहरूले पनि अघि भर्खरै हामीलाई त ढुङ्गाले हानेर मार्न लागेको ठाउँ तपाईँ कहाँ जानला गुरु? फेरि पनि हामीले पनि खाने भौ। योहन्ना, ए पत्रुस, ए थोमा, गुरु त के हो?
अघि भर्खर ढुङ्गाले हान्नलाई अरू ठाउँमा प्रचार गरौँ न, अरू बारीमा स्वर्गको राज्य त्यही सहरमा। तपाईँ हुनुभयो भए त मर्नु हुँदैन थियो होला। मार्था सेवा गर्ने, कफी टी बनाएर, कफी त छैन जोस्, मरियम वचन सुन्ने को भाइ लाजरस मर्यो। जीवन र मृत्यु चाहिँ जिब्रोमा हुन्छ भनेर चाहिँ केही भन्नु भएन। कहाँ छ? कब्रस्थानमा। सबजना फेरि प्रभु उहिले भए भए त नमर्ने थियो, प्रभु चाहिँ हिँडिरहनु भएछ छेउछाउमा चाहिँ, भएको भए त नमर्ने थियो होला, भएको भए त नमर्ने थियो होला। कहाँ छ भन्न, त्यो कुरा छोड। त्यहाँ लाजरस उठ, त्यति मात्रै बोलेको थियो, स्वाट उठिकन जीवन त्यो भित्र आउन थाल्यो। आमेन।